यो चाहिँ जागरण दाइको हो, जागरण दाइको घर फुलहरूले सजाएको छ। हाम्रो बल्फी गाउँपालिका 4 वडा अध्यक्ष पनि हो उहाँ। घरको आँगनमा फुलको डिलमा चाहिँ फुलहरू लाएर लाग्छ। सायद दाइ सुतिरह होला माथि। यो चाहिँ मौरी घर हो दाइको। अहिले चाहिँ चिसोले गर्दाखेरि मौरीहरू निस्किँदैन। अहिले अलिकति घाम लागिसकेपछि निस्किन्छ मौरीहरू चाहिँ। मौरीको घर 5 वटा छ दाइको, 5 वटा छ। यता पनि छ 2टा, यता पनि छ 2टा। र यो चाहिँ कुखुरा फार्म हाल्नुला पनि परिपरि चाहिँ 2000 वटा कुखुरा हाल्ने भन्ने कुरा छ दाइको। यो चाहिँ सबै कुखुरा फार्मको लागि हो। गाउँमा बस्दाखेरि के कामहरू हुन्छ कुखुरा फार्महरू। मामा चाहिँ आउनु भएन? खोइ त मामा कहाँ जानुभयो त? ओ भाउजू गाडी आएर पनि गएको हो? किन? अनि त्यो एकेको हो गाडी? अनि मैले त यहाँ धान लानुपर्छ भनेको थिएँ त, त्यो चामल। ऊ भाइले फोन गरेको थियो मैले देवालाई। यो चाङलाई देखाउनु नि, देखिसक्यो चाङलाई अहिले नै। जेठ दाइलाई पठाउँछु म, जेठ दाइलाई पठाउँछु वाट्सएपमा। हाम्रो चाहिँ यस्तो छ गाइज गाउँ। फेरि माथि यो उकालो फेरि चढ्ने हो, यही माथि हो हामी चाहिँ। अब यहाँ पुग्न लाग्यो। आज काठमाडौँ लाग्यो। मेरो बाइक यहाँ छ। गाड़ी में यार जावे उतार के मारेंगे तो एक था फिर खबर हो ये देवरा महिला